ओलीको दलाल आइज त लाज लाग्दैन अनि तेरो लगेर देखेर सम्मान गर्ने संविधान तिमीहरूलाई कुल्चिरहेछ याद गर अब गयो भने लातले हान्छ बनाउँछ संविधान तिमीहरूमा 30 दिन भइसकेको छ क्या तपाईँ किन बोलेको संसदमा आवाज नउठाउने लाज लाग्दैन यहाँ किन बसेर भन्न आउँदा आवाज नउठाउने लाज लाग्दैन दलितको सांसदबाट 30 दिन भइसक्यो बाटोमा बसेको ए लोगोमा एकचोटि बसेर हेर बाटोको पीडा कस्तो हुन्छ प्रतिनिधि भएर यसरी बोल्ने तपाईँ कुन पार्टीको मान्छे कस्तो ढङ्गले ओलीको चाली चापुवा ओली प्रधानमन्त्रीको चाली चापुवा संसद भवनमा गएर कुन नेता यही हो दलित त किन बस्या भन्ने कहिले कुट्छु मैले यसरी दलित प्रतिनिधि यही हो 30 दिन भइसक्यो नेता चाहिँ को नेता तपाईँ नेता हो 30 दिन भइसक्यो 30 दिन प्रतिनिधि भएर उहाँले बोल्ने तरिका यो हो उहाँले हामीलाई समर्थन गर्ने ठाउँमा उहाँले हामीलाई विरोध गर्ने आएर उहाँको नैतिक के हो नैतिक हैसियत के हो उहाँ ओलीको कायदे हो प्रचण्डको कायदे हो सिआरएको कायदे हो उहाँ के हो यो तरिका हामी शान्तिपूर्ण आन्दोलनमा छौँ हामीले शान्तिपूर्ण धरना गरेको 1 महिना भयो आज हामीले कहाँ उल्लुङ्गा गर्यौँ कसको निम्ति हामीले